हेलो गुड मर्निङ। यो चाहिँ मैले अस्ट्रेलिया म 16-17 डिसेम्बरमा आइपुगेँ अनि 18 डिसेम्बरको बिहानी लिएको भिडियोहरू हो। नेपाल छोडेर फर्स्ट टाइम अस्ट्रेलिया आएको नि त, अनि मेमोरी हुन्छ भनेर पनि मैले सेकेन्ड डे आएको दिन बिहान यसरी चिया पिउँदै टक्कले होइन भिडियो लिएको थिएँ। अनि यो चाहिँ मेरो यता दाइ भाउजू हुनुहुन्छ के, दाइ भाउजू अनि बहिनी ज्वाइँ भनौँ न होइन, सबैजनाले चाहिँ मलाई वेलकम पार्टी दिनुभएको थियो। त्यो दिन सबैले डान्स गरेर सेलिब्रेट गरिरहेको थियौँ। चिटिया कलैया रे भन्ने गीतमा पुरा सबैको डान्स चलिरहेको छ। अनि यो लिटिल गर्ल चाहिँ मेरो भाउजूको छोरी थियो। अनि त्यसपछि सेकेन्ड डे डिसेम्बर महिनामा विकेन्ड सबैको छुट्टी चलिरहेको थियो, विकेन्ड नभनौँ छुट्टी चलिरहेको थियो। अनि यो चाहिँ हामी पिकनिक गइरहेको थियौँ सबैजना मिलेर। अनि एउटा ग्रुप छ रमाइलो, सबैजना गएर पिकनिक गयौँ, कोही खेल्ने कोही खाने है, कोही फोटो खिच्ने। ओहो हेर्नु परिकारहरू यस्तो मिठो सबै घरबाट लिएर गएर अनि त्यहाँ तताउने खाने है। अनि यो हाम्रो चाहिँ भिडियोको पोज, यसो भिडियो लिदिउँ न भनेर अनि यसरी खाएपछि वकिङ पनि गइरहेछौँ। भाउजू अनि साहिल अनि आकाश हमाल ठकुरीजी एन्ड म सबैजना वकिङ गएर फर्क्यौँ। यस्तै छ, कोही भलिबल खेल्ने, आएको केही दिनपछिको रमाइलो झलकहरू। अनि यहाँ चाहिँ मेरो श्रीमानज्यू चाहिँ भिडियो लिइरहनु भएको छ अनि म पनि यहाँ भिडियो लिइरहेको छु। त्यो पनि रमाइलो थियो है त्यो दिनहरू। अनि मेमोरी हुन्छ भनेर भिडियो त मैले पनि एक्स्ट्रा अझ लिनै पर्यो होइन। भिडियो लियो त्यसपछि पिकनिक पछि घर फर्क्यौँ। अर्को दिन यो चाहिँ यहाँ चाहिँ ओलम्पिक स्ट्यान्ड भनेर क्रिकेट चलिरहेको थियो। अस्ट्रेलिया इन्डियाहरू धेरै देशहरूको थियो पार्टिसिपेट। अनि यहाँ चाहिँ अस्ट्रेलिया इन्डियाहरूको टेस्ट म्याच क्यारे। अनि भाउजू म दाइ नानु क्युटी अनि सबैजना गएर क्रिकेटहरू। यो दिन यस्तो गर्मी थियो, यस्तो गर्मी है, डिसेम्बर महिना यस्तो गर्मी थियो। सनब्लक लाउँदै क्रिकेट हेर्दै केही किनेर ल्याउँदै खाँदै यहाँ पनि रमाइलो भएको थियो। यहाँ हामी चाहिँ तिनजना सपिङ सेन्टरमा पोज दिइहाल्यौँ है, ऐनामा टक्क भाउजू अनि नानी। अनि हामी यहाँ हेर्दैछौँ, अब खाजा खानु पर्यो भनेर ठाउँहरू सरसल्लाह गर्दैछौँ कहाँ खाने भनेर है। अनि एकछिन हामी थकाइ मेटाउँदैछौँ, थकाइ मार्दैछौँ। हामी दाइलाई वेटिङ गरिरह हो। दाइ चाहिँ एकछिन ढिलो आउनु भएको थियो टेस्ट म्याच हेरेर, हामी चाहिँ एकछिन अघि आएको थियौँ। अनि वेट गर्दै अनि यो चाहिँ घर फर्केको भिडियो, घर फर्किँदै गर्दाको भिडियो। हेर्नु त कस्तो राम्रो सिन। सिटी जाँदा चाहिँ जहिले ट्रेनमा जानुपर्ने रहेछ कि यहाँ पार्किङहरू समस्या। अनि यो चाहिँ मैले घरमा फर्स्ट टाइम पानीपुरी बनाएको, नेपालबाट अस्ट्रेलिया आएपछिको। यस्तो खान मन लाग्यो, यस्तो खानु के खाउँ अनि पानीपुरी बनाएर खाएँ मैले। पानीपुरी खाँदैछु भाइ बहिनी मेरो घरको अनि अर्को भाइ, हामी 5 जना बस्छौँ। सबैजना पानीपुरी खाँदै। उहाँ सर चाहिँ पुरा खाना बनाउँदा इन्टरटेन गर्दै हुनुहुन्छ मलाई। साथी म बनाउने, उहाँ डान्स गर्ने, इन्टरटेन गर्ने, गीत गाउँदै हुनुहुन्थ्यो क्या यतिखेर। हाम्रो नेपथ्यको सङ्ग गाइरहनु भएको थियो, के भयो भन्ने गीत क्या। अनि यो चाहिँ हामी भाइ बहिनी म अनि मेरो श्रीमानज्यू यहाँ तिनकुने भन्ने रेस्टुरेन्ट छ, त्यहाँ गएर नेपाली खानाहरू खाएको। यो पनि राख्न मन लाग्यो कि मलाई, किन छुटाउने है। अनि यो चाहिँ भाउजूको घरमा हामीले न्यू इयर सेलिब्रेसन गर्न गएको, न्यू इयर इभ भनौँ न। अनि न्यू इयर इभ सेलिब्रेसन गर्न जाँदा त्यहाँ साइडमै यो देखिरहेछ क्या, सबैजना बाहिर निस्केर ह्याप्पी न्यू इयर भन्दै यो पनि मजा लिइरहेछौँ सबैजना बाहिर बसेर आनन्दले है। अनि ठुलो सेलिब्रेसन हुँदो रहेछ कि न्यू इयरको बेलामा अस्ट्रेलियामा। इङ्ग्लिस न्यू इयर भनौँ न, नेपाली त होइन, इङ्ग्लिस न्यू इयर भनौँ।
रमाइलो भयो। यो चाहिँ दाइ भाउजूको घरमा हो। सबैजना त्यो हेर्दैछौँ, लाइटहरू आइरहेछ, सबैजना हेर्दैछौँ। अनि त्यसपछि यहाँ पनि हामीले रमाइलो गरेको थियौँ, बार्बिक्यूहरू गरेर, पोर्कहरूको बार्बिक्यू, चिकनको बार्बिक्यू, एकदम रमाइलो भएको थियो। अनि टन्न खाएर बर्थडे केक पनि काटेर, बर्थडे केक नै, न्यू इयरको केक काटेर सबैजना सेलिब्रेसन गर्दै, गीत गाउँदै, गेमहरू पनि खेल्यौँ। यस्तो रमाइलो भएको थियो है। आज चाहिँ मलाई सब भोइस रेकर्ड गरेर राख्न मन लागिरहेको क्या, एकदम मेमोरी हुन्छ नि त, युट्युबमा राख्यो भने एटलिस्ट पछिसम्मलाई त मैले हेर्न मिल्छ नि। त्यो भएको भएर चाहिँ सबैजना अस्ट्रेलियामा आएपछि भेटेको सबै फ्रेन्डली फ्यामिली जस्तो होइन, सबैजना एकदम फ्रेन्डली, सपोर्टिभ, रमाइलो ग्याङ छ होइन। अनि मलाई पनि कस्तो रमाइलो, फर्स्टमा नेपालबाट यता आउँदा त नचिने मान्छे कस्तो होला, के होला, कस्तो भन्ने हुन्छ नि त। तर मेरो हस्बेन्ड पहिले यता आउनुभएको, उहाँको फ्रेन्ड सर्कल्स, उहाँले बनाउनु भएको टिमहरू सबै रमाइलो, एकदम अन्डरस्ट्यान्डिङ, एकदम रमाइलो फ्यामिली इन्भाइरोमेन्ट दिने हुन्छ नि, त्यो प्रकारको छ क्या। अनि कस्तो रमाइलो भयो। त्यसपछि फेरि न्यू इयर इभ सकाएकै भोलिपल्ट एका बिहानै हाम्रो फेरि अर्को प्लान थियो कि जू घुम्ने। अनि हामी फेरि जू घुम्न गइरहेको, यहाँ वेरेबी जू भन्ने, वेरेबी एकदम नजिकै रहेछ। अनि टक्कै जूको ट्रेन, ओहो जिराफ देखेको है आफ्नो आँखा अगाडि, कस्तो अग्लो, आमामा मैले फर्स्ट टाइम देखेको लाइफमै, कस्तो अग्लो जिराफ। तर एकदम रमाइलो क्या, छुट्टै भाइब आएको। यति यो जू जाँदा पनि नेपालमा नि गइरह, तर यस्तोहरू छैन नि त, छन् त छ, तर डिफ्रेन्ट रमाइलो। गइरह नि हेर्नुहोस् न, ओहो है, त्यही नजिकै देख्ने। अनि त्यो रेलपछि हिँडेर हामी हेरिरहेछौँ, सबै हिँड्दै भ्यूहरू हेर्दै। अनि यहाँ चाहिँ हामी एउटा उसलाई जिस्काइरहेछौँ कि, अनि हेलो भन्छ, टुप्लुक्क डुब्छ, फेरि बाहिर निस्किन्छ, हेलो भने टुप्लुक्क निस्किन्छ, फेरि लाइक डुब्छ, फेरि निस्किन्छ। एकछिन रमाइलो गऱ्यो, हेऱ्यो है। ओ कस्तो आनन्द। हामी त नेपालमा हाँस भन्छौँ होइन, अब यहाँ नि त्यही भन्ने होला नि। जो त्यो रमाइलो थियो, रमाइलो आनन्द। अनि त्यसपछि हिँडेरै सबैजना गफ गर्दै यस्तो भन्दै म चाहिँ आफ्नो भिडियो पनि लिइरहेको छु है। आफ्नो त छुटाउनु भएन, भिडियो आफ्नो त राख्नै पर्यो होइन। अनि मेरो भिडियो आफ्नो पनि लिइरहेको छु। बाघ पनि हेर्नु त, बाघ देखेर म यस्तो एक्साइटेड भएको त्यतिखेर। बाघ त आनन्दले क्या, दुईवटा बाघ छ त्यहाँ, आनन्दले मस्त यता हेरेर बसिरहेको। अनि यो चाहिँ हाम्रो नानु क्युटी। अनि म फेरि भिडियो खिच्दिनु भन्दै फेरि भिडियो लिइहालेँ, टिकटकमा त राख्ने। रमाइलो थियो है। अनि भिडियो लिएँ, सबैजनाको भिडियो लिएँ। अनि भिडियो यहाँ नि लिइरहेको छु। अलिकति त्यही टक्क म रोकिएँ क्या, सबैलाई हेलो भन्दैछु मैले चाहिँ है, सबैलाई हाई भन्दै टक्क नानी र म फेरि भिडियो लिइरहेको छु। कस्तो क्युटी, कस्तो ज्ञानी। अनि त्यही एउटा टक्क सपिङ सेन्टर जस्तो रहेछ सानो। अनि त्यहाँ सबै बच्चाको लागि चाहिने खेलौनाहरू क्या, टोयजहरू यो। अनि त्यसपछि फेरि भाउजूको घरमा खाना खाएर हामी राति वाक गरिरहेको थियौँ क्या, सबैजना इभिनिङ वाक। टक हिँड्दै गफ गर्दै। म चाहिँ यो भ्यूको पुरै मजा लिइरहेको थिएँ। यस्तो राम्रो भ्यू छ कि यहाँ भाउजूको घर नजिकै, साँझमा बेलुका यस्तो रमाइलो हुन्छ। अनि टन्न खाएर चाहिँ अनि टक्क इभिनिङ वाक। अनि यो पुरै जुन यो पानीको एरिया छ, यो ताल जस्तो भनौँ न, पुरै एरिया घुमाउँदा नि मलाई त आधी घन्टा 35-40 मिनटै लाग्छ होला, छिटो हिँड्नेलाई चाहिँ 10-15 मिनट लाग्ने होला। अनि सबै यहाँ गेम पनि खेल्दै बेलुकी क्या, रमाइलो गर्दै सबैजना टक गेम सेम खेल्दै हिँड्दै, कोही एक्सर्साइज गर्दै। ओ माई गड, टन्न खायो। अनि रमाइलो, एक्सर्साइज भन्दा नि रमाइलो क्या, हिँडेको बेला वाक गरेको बेला टक्क भेटिहालेर। यो चाहिँ एक्सर्साइज
अनि सबैजना पालो गरिरहनु भएको थियो। अनि यहाँ पेट घटाउने एक्सर्साइज फेरि यहाँ चल्दैछ। एकदम रमाइलोसँगले डिसेम्बर महिनामा चाहिँ खाने, घुम्ने, हिँड्ने है, रमाइलो गर्ने सबैजना ग्रुप, हाम्रो ग्रुप है। अनि टक्क गफाक्यो, हिँड्यो। अर्को दिन नेक्स्ट डे फेरि हामी बिच गएको थियो है, बिच घुम्न। यो घरबाट सबले परिकारहरू बनाएर यसले यो बनाउने भनेर बिच गएको। यो चाहिँ हाम्रो ब्रेकफास्ट भयो बिहान बिच जाँदाको। टक्क बसेर सबैजना ब्रेकफास्टहरू गऱ्यो। त्यसपछि हामी यतिजना चाहिँ यो उमा गइरहेको क्या, टक्कले नेपालमा त हामी चन्द्रगिरीमा छ नि त होइन, चन्द्रगिरी त्यस्तो अग्लो ठाउँबाट हिँडिरहेको। अहिले टक्कले यहाँको लाइक हुन्छ नि त्यस्तो डर लाग्ने भिडहरू नभए पनि यसो केबल कारमा चढेर चाहिँ यसो एक्सपिरियन्स लिएको। यी टक्क माथिबाट सरर तल जाने हो, देखिएको भिड नै यति नै हो यहाँको। अनि खासै डर नलाग्ने क्या। ओ माइ गड, हाम्रो चन्द्रगिरीतिर त यस्तो डेन्जर हुन्छ। अनि त्यसपछि सबैजना फेरि एकछिन वाक गर्ने भनेर खाजा खाएर त्यो केबल कार चढिओरी सबैजना फेरि वाकमा निस्केकै। अनि म चाहिँ फेरि मेरो भिडियो नखिची त हुँदैन है, मेरो भिडियो खिचिरहेको छु क्या मैले चाहिँ। भिडियो टक्क खिचेर टिकटकमा हुन्छ, युट्युबमा सर्ट भिडियो हुन्छ भनेर। अनि त्यसपछि हाम्रो लन्च टाइम फेरि सबैजना बसेर एक ठाउँ बसेर खाइरहेछौँ। अनि लास्टमा खानालाई हाम्रो डेजर्ट पनि छ है। खानासाना चिकन सबै राखेर होइन, पुलाउहरू सबै खायो। अनि मस्तले खायो, टन्न भयो। अनि त्यसपछि सबैजना बिचमा लाइक स्विमिङ गर्न प्राय त्यति कसैलाई नआउने, सबैजना छेउछेउमा बस्यो, पानी खेल्यो। म चाहिँ एक्लै भिडियो बनाउनलाई यसरी एक्लै हिँडिरहेको छु, एक्लै हिँडिरहेको क्या, पुरा भिडियो खिच्दै। अरू चाहिँ सबैजना अर्कोतिर पानीमा मस्तले खेलिरहनु भएको क्या, पानी खेलाइरहनु भएको। म चाहिँ एकातिरै सुनसानमा आएर टक्कले आफ्नो भिडियो खिच्दै भ्यू लाइक यो समुद्रको भिडियोहरू लिँदै बसिरहेको म चाहिँ। अनि यहाँ फेरि यता सबैजना पछाडि हुनुहुन्छ, दाइ भाउजूहरू सबैजना पछाडि हुनुहुन्छ। म चाहिँ पानीमा बगाउला भनेर। अनि यो चाहिँ फाइनली घर फर्किरहेको बेला हो, बिचमा सकाएर यो चाहिँ घर फर्किने बेला। अनि यो चाहिँ मेरो फर्स्ट भ्यालेन्टाइन डे अस्ट्रेलियाको। अनि यो मलाई गिफ्ट आएको। अनि मैले यो पनि मेमोरी हुन्छ भनेर यहाँ राख्दिन मन लाग्यो है, अनि टक्क राखिदिएको। अनि यो चाहिँ मेरो अस्ट्रेलियाको फर्स्ट जब गर्दा मेरो सबै साथीहरू एकजनाको बर्थडे थियो, त्यो सेलिब्रेसन गरिरहेको। अनि सबैजना गफ गर्दै बर्थडे सेलिब्रेसन गरिरहेको। मैले चाहिँ यो मेमोरी हुन्छ भनेर। अनि यो चस्मा लाउने उसको चाहिँ बर्थडे हो। अनि यो चाहिँ राख्नुपर्छ भनेर मैले राखेको क्या, मेमोरी हुन्छ। यो दीक्षा भन्ने क्युटी गर्ल हो, शान्ता हो है, मिल्ने। हाम्रो अनुज पनि छ त्यहाँ। अहिले यो भिडियो हेर्दा कस्तो पिस गरिरहेको सबैलाई, कोही डान्स गरिरहनु भएको छ उता। अनि म चाहिँ कम खाएँ पहिला। सबजनाले पिक्चर पनि लियौँ है। बर्थडे सेलिब्रेसन रमाइलो भयो। डान्स गर्नेहरू डान्स गरिरहनु भएको छ, हाम्रो म्यानेजर हो उहाँ चाहिँ। अनि म चाहिँ यहाँ बसेर पुरा भिडियो लिँदै इन्जोय गरिरहेको छु, खाएर इन्जोय गरिरहेको छु। अझै पनि रमाइलो थियो है अस्ट्रेलियाको जब। अनि त्यसपछि यो हाम्रो फर्स्ट गाडीमा गएपछि केही समयपछि हामीले गाडी लिएको होइन। अनि यो पनि मेमोरी हुन्छ नि, राख्नुपर्छ नि भन्ने लाग्यो है, हाम्रो फर्स्ट गाडी। अनि ओ माइ गड कस्तो राम्रो क्युट, कस्तो मजाको देखिएको है। अनि अब यो नेपाली मन्दिरमा गाडी लिएपछि पूजा गर्न गएको हामी। नेपाली मन्दिर अब नेपालको जस्तो हो होइन, नेपालको त छुट्टै हुन्छ नि। अब यहाँ त्यही पनि एउटा सबैजनाको आस्था होइन, मान्ने कुरा भयो। जे जस्तो सानो ठुलो जस्तो भए पनि एटलिस्ट भगवान राखेको घर। अनि हामी पूजासुजा गर्न गइरहेको, गाडीको पूजा पनि गऱ्यो, नेपाली मन्दिर पनि भेट्यो। अनि अस्ट्रेलिया आइसकेपछि सकुशल आयो, सबै कुरा राम्रो होस् भनेर
अनि चोखो मनले थ्याङ्क यू भन्दै भगवानलाई पूजा गरियो। अनि यो चाहिँ केही समयपछि हामी ट्राला गाउँ भन्ने उहाँको साथीको घर गएको बस्नलाई। उहाँको साथी र उहाँको वाइफ हुनुहुन्छ। अनि उता बस्नु जाँदा यो घुमेको भिडियो अनि भिडियो लियो, फोटोहरू पनि खिच्यो, भिडियो लियो। एकदमै रमाइलो भयो है, एकदम रमाइलो भयो। अनि मेमोरी हुन्छ नि लाइफमा भनेर एक चिज राखौँ भन्ने भयो। अनि मैले त सबै फोटो भिडियो सबै मिलाउँदै राखिदिएको। यो चाहिँ हामीले फोटो खिच्या हो। यो पनि सानो ताल रहेछ क्या यहाँ। अनि कस्तो राम्रो भ्यू के आनन्द। अनि यो चाहिँ हामी फर्केको घर फर्किँदा उता उहाँको साथीको घरबाट घर फर्किँदाको भिडियो हो। यस्तो आनन्द है, साँझ पर्दै गएको थियो। साँझ जति साँझ हुन्छ त्यति राम्रो लाग्ने क्या, घाम डुब्न लाग्दाको भ्यू। अनि यो पनि हामी बिच जाँदाको भिडियो जस्तो लाग्यो मलाई एकदम मन परेर यहाँ राखेको क्या। हेर्नु त कस्तो राम्रो पछाडिको त्यो घाम डुब्न लागेको बेलाको भ्यू। ओ माइ गॉड, यस्तो रमाइलो है। अनि आनन्द लाग्ने। अस्ट्रेलियाको थकान काम पुरै हुन्छ नि, एकदमै बिजी लाइफ। अनि आनन्दले कतै घुम्न जाँदा त्यो यो बिच जाँदा भने यो चाहिँ बिच पुगिसकेपछि हामी ब्ल्याक लेक नै बिच होइन सरी नै भन्न आएको। यो चाहिँ हामी क्याम्पिङ गएको हो क्या ब्ल्याक लेक। मैले बिर्सिसक्नु लागिसक्यो क्या कहिले के भनेर, धेरै पछि राखिरहेको छु। यो चाहिँ ब्ल्याक लेकमा हाम्रो क्याम्पिङ सबै हामी टक्क क्याम्पिङमा 3 लाइक दाइ भाउजू नानी अनि बहिनी अनिल म हामी 2जना भयो गएको थियौँ। यो चाहिँ ब्ल्याक लेक हो। एकदम रमाइलो भयो, भ्यू पनि यस्तो राम्रो। तर यस्तो हावा चल्ने है, यति चिसो हुने। रमाइलो चाहिँ एकदमै रमाइलो, आनन्द हुने। यो चाहिँ बेलुकीका हामी फ्राइडे बेलुका गएर सेकेन्ड डे स्याटरडे बिहानको हो यो। हामी स्याटरडे पनि बसेर सन्डे मात्रै फर्केको थियौँ। यस्तो रमाइलो भएको, आफै बनाउने खाने बस्ने आनन्द, भ्यूको मजा लिने है। यो चाहिँ ब्रेकफास्ट गरिरहेको बेलाको भिडियो हो। यहाँ यो अहिले लिइरहेको चिया बनायो, ब्रेकफास्ट बनायो। भाउजू हुनुहुन्छ, बहिनी अनिल अनि हाम्रो ठकुरीजी अनि दाइ हुनुहुन्छ नानी। अनि यो चाहिँ म भिडियो लिएको। भिडियो त एउटा न एउटा त चाहियो, जहाँ गए पनि भिडियो त लिनु पर्यो है। भिडियो बिना त काम छैन। भिडियो लिएँ टक्क। अनि हामी चाहिँ नेक्स्ट डे मर्निङ अनि टोइलेट जाँदा यो चाहिँ टोइलेट अलि पर थियो क्या। यस्तो जाडो होइन, हुस्सु लागेको छ, पुरै हावाले उडाउन लागेको छ है। गर्मी टाइममा गर्मी टाइम हो, त्यहाँ त यस्तो चिसो हुने होइन, आगो तापेर बस्नुपर्ने क्या। यो हुस्सु लागिरहेको नि त बिहान यस्तो के हुस्सु लाग्ने क्या। हुस्सु भन्छ नि कुहिरो के भन्ने त्यसलाई, यस्तो चिसो हुने होइन। तर गर्मी छ फेरि, सिटी यता हाम्रो घरतिर आयो भने गर्मी। तर त्यो ब्ल्याक लेकमा यस्तो हावाले यस्तो चिसो हुने है। रमाइलो एक्सपिरियन्ससँगै जाडोको एकदमै लाइक हुन्छ नि अर्कै क्या। अनि यो हाम्रो टेन्टहरू भयो, गाडीहरू भयो है। गाडी 3टा गाडी एक साइडमा। यो हाम्रो बसेर खाने ठाउँ। अनि म चाहिँ के तरकारी बनाइरहेको बेलाको फोटो भिडियो यो चाहिँ हाम्रो बहिनीले लिनुभएको रहेछ, खुसाङ बहिनीले। अनि यो पनि टक्क राखिदिएको। मलाई त थाहै थिएन, बहिनीले मलाई भिडियोहरू पठाउनु भएपछि थाहा भएको। यो चाहिँ हाम्रो मैले चिकन बनाइरहेको बेलाको भिडियो भयो। एकदम रमाइलो थियो है। अब कहिले जाने त्यो थाहा छैन, तर एकदम राम्रो एक्सपिरियन्स छ। बिहानको मर्निङ भ्यू, ओ माई गड। अनि यो चाहिँ त्यहाँबाट 2 दिन बसेर घर फर्किँदै गर्दाको भिडियो। आनन्दसँगले चिसो भए पनि एकदम रिल्याक्स भयो। अनि गीत गाउँदै बाँझो खेतमा छड्के सलाम छ मायालाई भन्ने गीतमा। अनि यो चाहिँ हिजो अस्ति भर्खरै मेरो साथीले मोमो खान बोलाइ गर्यो कि उसले, शान्ताले। फर्स्ट जबमा काम गर्दा भेटेको साथी हो। अनि एकदम यहाँ आएर नजिक भयो होइन। उसले बोलाइ गर्यो। उनीहरू पनि 2जना बुढाबुढी अनि हामी 2जना बुढाबुढीलाई बोलाएको रहेछ। अनि त्यहाँ गएर मेरो बुढो त मोमो बनाउनु भयो अलिक, मलाई त आउँदैन। म चाहिँ थपक्क बसेर पाकेपछि खाएँ। गफ गऱ्यौँ कुरा गऱ्यौँ। अनि फर्क्यौँ। अस्ट्रेलियामा यस्तै छ है, रमाइलो काम दुःख सुख सबै जे भयो नि साथीभाइ बनायो बस्यो। अनि यो चाहिँ हिजो अस्ति पानी परिरहेको बेला, जाडो भइरहेको बेलामा हामीले चाहिँ
लाफिङ सेन्टर रहेछ क्या त्यहाँ ट्रकमा राख्दो रहेछ अनि पानी परिरहेको बेला गएर झोल मोमो लाफिङ है टक्क टन्न खाएर आयो यी समोसा पनि सरी के भन्छ यसलाई स्याफाले नि खायो म चाहिँ गाडीमा बसेर हेरिरहेको छु है उहाँ चाहिँ अर्डर गर्दै हुनुहुन्छ म चाहिँ गाडीमा बसेर चिसो क्या पानी परिरहेको थियो यस्तै चल्दैछ लाइफ है अस्ट्रेलियामा खान मन लाग्दैछ खान पाइन्छ जे भए नि मिठो टेस्ट जस्तो जे भए पनि अनि आनन्द त के भनौँ है सबै लाइक मिक्स्ड छ सुख दुःख खुसी रमाइलो सबै कुराहरू यस्तै भइरहेछ एन्ड नेपाल मिस नहुने त कुरै भएन ह्याभ अ गुड डे ओके बाई आजलाई यति नै मेरो फर्स्ट रेकर्ड ओके बाई बाई बाई